छ यो पोलिसीमा म धेरै क्लोजली काम गर्छु। हामीसँग अहिले चाहिँ राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना भन्ने छ। त्यो पुरानो 20 वर्ष अन्त 25-30 वर्ष भयो 97 को पोलिसी चाहिँ सनसेट गरेर 2020 देखि 25 सम्म चाहिँ त्यो कार्ययोजना लागू भएको अवस्था हो अहिलेसम्म नेपाल सरकारको मानसिक स्वास्थ्यमा फोकस्ड डिटेल्ड पोलिसी डकुमेन्ट भनेको नेशनल मेन्टल हेल्थ स्ट्राटेजी एन्ड एक्सन प्लान हो। त्यो अब यहाँले हेर्नु होला, तर 25 मा सकियो, हामी रिभिजनको क्रममा छौँ। अब त्यो बनाउने क्रममा म अब लगभग धेरै कुरामा आफैले लेखेको अनि त्यसपछि त्यो पोलिसी लेखेर अनि इम्प्लिमेन्टेसन सपोर्ट पनि गरेकोले म त धेरै राम्रै कुरा भन्छु त्यो बारेमा। इट्स अल अप टु यु टु जज के भइरहेको छ। 5 वर्षदेखि यदि एटलिस्ट मेन्टल हेल्थमा काम गरिराख्नु भएको छ भने 5 इयर्सको चहल पहल हेर्नुभयो भने आई थिङ्क इट्स फेयर टु से पहिला जस्तो लेखेर थन्काएकै अवस्था चाहिँ छैन। मानसिक स्वास्थ्यमा केही इन्करेजिङ कामहरू भएको छ। त्यो पोलिसीले डाइरेक्ट गरे अनुसार सरकारी क्षेत्रबाट मानसिक स्वास्थ्यमा लगानी बजेट होइन, प्रादेशिक स्तरमा भएको चहल पहल, म्युनिसिपालिटीमा भएको चहल पहल, अनि यो तालिमको कुराहरू, मेन्टल हेल्थ एमएच क्याप ट्रेनिङको कुराहरू, यो कुराहरूमा चाहिँ पहिलाभन्दा धेरै नै कामहरू भएको छ र अब सकिने बित्तिकै नयाँ बन्ने पनि चाहिँ क्रममा छ। त्यो पोलिसीमा के छ भने अहिले हामीले सबै गरेको छलफलको कुराहरू छ। पोलिसीमा मानसिक स्वास्थ्यमा चाहिँ आवश्यक रिसोर्सेसहरू चाहिँ गर्नु पऱ्यो। ह्युमन रिसोर्स तपाईँहरूले भनेको अहिलेको कुराहरू पनि टच भएको छ। त्यहाँ अलिकति साइको सोसल सर्भिसलाई कसरी चाहिँ राम्रो बनाउने, क्लिनिकल सर्भिसलाई कसरी राम्रो बनाउने भन्ने कुराहरू पनि छ। अनि गभर्मेन्ट क्षेत्रको नेतृत्वदायी भूमिका कसरी चाहिँ निर्वाह गर्ने भन्ने कुराहरू छ। सेवालाई कसरी विस्तार गर्ने, सेवाको गुणस्तरीयता कसरी चाहिँ कायम गर्ने, औषधिमा पहुँच कसरी बढाउने, अनि त्यसपछि स्टिग्माको कुराहरू अहिले भन्यो नि, सबैलाई कसरी कम गर्ने, अधिकारमा आधारित सेवा चाहिँ कसरी बढाउने भन्ने यावत कुराहरू छ। त्यो डकुमेन्ट नै पढ्नु होला, त्यसमा धेरै चाहिँ समय नखर्चौँ। तर अब नयाँ बन्ने क्रममा चाहिँ यो अहिले हामीले गरेको छलफलका कुराहरू पनि त्यसमा अझै चाहिँ महत्त्वपूर्ण रूपमा चाहिँ पर्छन्। तर त्यसमा परेर मात्रै समाधान हुँदैन क्या। अहिले उहाँले टच गर्नु भने लिगल कुराहरू पनि छ, त्यसमा फेरि इन प्यारलल चाहिँ काम गर्नुपर्छ। पोलिसीमा चाहिँ यति नै भन्नु।